टोकियोको टेम्परेचर -2-3 भइसक्यो। ना बाबा ना, यो रेतसलाई कति जाडो भयो होला भन्ने चाहिँ मलाई लाग्यो होइन। त्यसपछि चाहिँ मैले यसलाई कपडा लगाइदिने विचार गरेँ। बाक्लोसँग कपडा लगाइदिएर न्यानो बनाएर राख्छु भन्ने मैले सोचेँ। त्यसपछि चाहिँ मैले यसलाई कपडा लगाइदिएँ, च्यापचुप पारेर चाहिँ मैले यसलाई कपडा लगाइदिएँ होइन। अनि त्यसपछि यसलाई मात्रै कपडा लगाइदिएर त भएन नि त, यसको साथीहरूलाई पनि त लगाइदिनु पऱ्यो नि त, फेरि साथीहरू रिसाउँछन् भनेर चाहिँ मैले यसको साथीहरू सबैजनालाई, रेतसहरूको साथीहरूलाई चाहिँ सबैजनालाई मैले कपडा लगाइदिएर न्यानो बनाएर राखेँ होइन। त्यसपछि उहाँले चाहिँ के खानेकुरा ल्याएर खाऊ भनेर दिनुभयो होइन। ना बाबा ना, मबाट यस्तो हुनै सक्दैन, के हो यस्तो, जापानिजको त के भएर पर्नु भनेर चाहिँ मैले भित्र पहिला यसलाई अपरेसन गर्ने विचार गरेँ। अपरेसन गरेर हेरेको ठिकै जस्तो लाग्यो। त्यसपछि चाहिँ मैले मुखमा हालेँ होइन। मुखमा हालेको ठिकै रहेछ होइन। मैले चाहिँ मुखमा हाल्ने भनेको त मात्रै हो कि, म मासु खाँदिनँ नि त, यस्तो जे पाइदिएँ मासु होइन। रेतसलाई मात्रै कपडा लगाइदिएको, यहाँ आसपारा तम्या तयारिङ्गीहरू रिसाएर फेरि हामीलाई पनि जाडो भएको छ भन्न थालेँ। म जाडोमा गएर ब्रान्डेड कपडा लिएर आएर त्यसपछि यिनीहरूलाई पनि मैले कपडा लगाइदिने विचार गरेँ। कपडा लगाइदिएपछि पोलपाल पारेँ। यिनीहरूलाई कपडा लगाइदिएर मात्रै भएन नि त, मैले सेकेको धेरै सेकिएर कालै भएछ। त्यसपछि मैले अपरेसन गर्ने विचार गरेँ। मैले बन्चरोड यिनीहरूको अपरेसन गरेँ। महारानीको सवारी भयो। त्यसपछि मैले महारानीलाई, महारानी तपाईँले यिनीहरूलाई कपडा लगाइदिनुहोस्, म यस्तो बाहिर केही मुखमा हालेर आउँछु भने। यसो घाँस के खाँदै थिएँ, घाँस खाएपछि भित्र फेरि घाँस खानको लागि मान्छे आइसक्यो भन्ने मैले खबर पाएँ। म घाँस मात्रै खाएर फेरि भित्र आएँ। भित्र आउँदा महारानीलाई अझै पनि कपडा लगाइदिएर भ्याउनु भएको रहेछ। फेरि कपडा लगाइदिनुहोस् भने। त्यसपछि घाँस खानको लागि अरू मान्छे आए, यिनीहरूलाई मैले दिन रेडी पारेँ। त्यसपछि काम सक्यो, म घर आएँ। बाई, थ्याङ्क यू फर वाचिङ।